गाउँले केटो गाउँले पारा केटाहरू अलि छाडा भेट्ने सोच गरिरहेथे तर तिम्रो मेरो घर छ टाढा। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो सबैलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज पनि मैले ऱ्याप ल्याएर आएको छु गाइज। सो गाइज मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। A few moments later. Let's go. समाजसँग बात गर्छु झिकेर लोन, अल्लु अर्जुन जसरी सम्हाल्दै टोन। ओइ ओइ कल आयो कता छ फोन, मसँग जिस्किने केटाहरू हो। लल्ल बाई अब कल राख्छु म, आइसक्यो जोन बाउआमाको। कहिलेकाहीँ झुक्किँदो रहेछु हल्लो, कल गर्ने तिमी नै हो। उसलाई सबैले कल गर्दो रहेछ साथीदेखि ब्रो, थाहा छैन यार त्यो केटी कस्तो हो। जस्तो भए पनि फेरि बात भने मस्त भो, सायद उमेर होला कलिलो 15-16 को, त्यसैले होला मेरो मनमा अलिकति हलचल भो। सायद उमेर होला कलिलो 15-16 को, त्यसैले होला मेरो मनमा अलिकति हलचल भो। गाउँले केटो गाउँले पारा केटाहरू अलि छाडा भेट्ने सोच गरिरहेथे तर तिम्रो मेरो घर छ टाढा। त्यही पनि मलाई बाल मेरो विश्वास गर न, रचा छैन मैले चाल। सोझो केटो परे म त पुज्ने गर्छु मात्र हाल। सोझो केटो परे म त पुज्ने गर्छु मात्र हाल, तर लामो जिन्दगीमा सोझो हुनु धिक्कार। सिधा बाटो समातेर चढ्न खोजे शिखर, पछि हार खाएर सोचे मैले त्यसैले आफ्नो सोचलाई अलि तिखार। गजेडी केटोलाई माल चाहियो निखर, उनीहरू ग्याङमा छ म भने एक्लै, उनीहरू चिलमा छ पारा मेरो बेग्लै। राम्रो गर्न खोजे कति तर लामो जिन्दगीमा भइरहेछ त्यस्तै, पर्सनल कुरा यस्तै। अब जाम केटीतिर बढी तिम्रो फिट पुरै पाउदेखि सिर, सर्ट प्यान्ट होइन तिमी चोली लगाइ हिँड। केटाहरूको हुल जहिले तिम्रो छेउनी र त्यो हुलभित्र फेरि म पनि परे। केटाहरूसँग मैले तिम्रै कुरा गरेँ, कलभित्र हाम्रो हुन्थ्यो यस्तै कुरा। आएको छैन कल गयो 1 हप्ता पुरा, यो भनेको मात्र रमाइलो हो। त्यसैले आफ्नो दिमागबाट हावा कुरा उडा, त्यसैले आफ्नो दिमागबाट हावा कुरा उडा।